तपाईँहरूले यो भिडियो हेरेर चित्त बुझ्यो त? मलाई चाहिँ एकदमै नराम्रो लाग्यो है। उहाँ जस्तो सामान्य व्यक्तिलाई यस्तो व्यवहार गर्नु त धेरै नै नराम्रो कुरा हो। कस्तो खालको सोच भएको मान्छेले चाहिँ यस्तो व्यवहार गर्न सक्छ? उहाँले जस्तो योगदान देशमा अरू कसैले सायद अहिले चाहिँ गरिरहेको छैन जस्तो लाग्छ। उहाँले इनोभेसन सेन्टर खोल्नु भएको छ, नेपालको विकास हुन्छ भनेर होइन। अनि वीरगन्ज कारखाना रिभाइभ गर्नको लागि चाहिँ उहाँले बुक बेच्दै हुनुहुन्छ आफै, जुन चाहिँ सरकारले गर्नुपर्ने थियो होइन जहाँसम्म। तर उहाँ आफै एक्लै लागेर, जनताले त साथ दिइरहेका छन्, तर एक्लै नै लागेर चाहिँ त्यस्तो काम जुन चाहिँ असम्भव जस्तो नै छ है, एक्लैले आफ्नो जीवनीको किताब चाहिँ बेचेर रिभाइभ गरिराख्नु भएको छ वीरगन्जको कारखानालाई होइन। त्यस्तो मान्छेलाई गएर त हामीले ढोग्नु पर्ने हो क्या। तर उहाँले के गर्नुभएको छ, यस्तो तुच्छ व्यवहार गर्नुभएको छ, अझै थुक्नु भइरहेछ। कहाँसम्मको जायज कुरा हो यो? तपाईँलाई के लाग्छ?